सन्तानेश्वरको गेट हो। यो ठाउँको नाम झर्रासी भनिन्छ, ललितपुर। यो ठाउँ चाहिँ गदवारी जाने बाटोमा पर्छ। 1 किलोमिटर भित्र पर्छ। यो पुरै हाइटमा छ यो सबै। तल जुन यो घर देखेको छ नि, यो घरको तलबाट सिडी हिँड्दै हिँड्दै यसरी यो सिडी हुँदै माथि आउनुपर्छ। माथि आइसकेपछि सर लाएर यसरी यहाँबाट यो सन्तानेश्वरको गेट हो र मेन मन्दिर यो सिडीबाट भित्र छ। यहाँबाट मेन मन्दिरको थोरै यो पार्ट यो सिडीबाट फेरि तल जङ्गलमा भैरवको मन्दिर जान्छ। यो भैरवको मन्दिर एउटा छ, देवीको मन्दिर छ। ल यो जङ्गलको बिचमा भएको मन्दिर के अरे? माङ्काल है। पहिल्यैदेखि माङ्कालै पूजा गरे हो त्यहाँ? दुईटा छ नि त्यहाँ होइन? अलिक तल एउटा छ है? तल त त्यहाँ धेरै छ, त्यहाँ 33 कोटी देवता भन्छौँ हामी तल। ए तल कुसारमा चाहिँ यो यही बाटोबाट तल 33 कोटी देवता। दाइ यो 33 कोटी देवता हुन्छ त्यहाँनिर तल जङ्गलमा त्यो थुप्रै छ नि। ढुङ्गा निस्किएको छ नि, माङ्गालको मन्दिर छ तलतिर लागेपछि। ए पहिला चाहिँ त्यो माङ्कालको आउँछ है? माङ्गालको त अहिले राम्रो मन्दिर बनिहाल्यो। पहिले ढुङ्गा एउटा माथि आएको थियो, अहिले भित्र ढुङ्गा त कायमै छ। हो छ है पुरानो ढुङ्गा। हजुर कहाँबाट आउनुभएको होला? हामी त घर चाहिँ हाम्रो उता काठमाडौँ नै हो, तर हामी किरातेश्वर पशुपति।